इरानले आफ्नो देशको सबैभन्दा ठुलो नेता अली खामेनेई सहित धेरै जनताहरू गुमायो। स्कुलमा पढिरहेको बच्चाहरूमा मिसाइल खस्छ। धेरै सिपाहीहरू साथै खामेनेईको नातिनी जारा मोहम्मदी पनि अमेरिका, इजरायल र इरान वारमा शहीद भएकी छिन्। इरानले जवाफ त तुरुन्तै फर्काएको थियो, तर प्रश्न यो छ कि अब विश्व वर्ल्ड वार 3 को नजिक त पुगेको छैन, किनकि जुन सिचुएसनले यो अट्याक पायो इरान, पक्कै पनि यो नोक्सानको बदला इरान आँसुले मात्रै लिनेवाला छैन। कुरा यहाँ दुखित इरानीहरूको मात्रै छैन। केही इरानीहरू खामेनेईको मृत्युबाट खुसी र उत्साह व्यक्त गरिरहेका छन्, किनभने उनीहरूले खामेनेईलाई इरानको कठिन शासन, दमन र स्वतन्त्रता हननको प्रतीक मान्थे। खामेनेई 40 वर्षभन्दा लामो समयदेखि देशको सर्वोच्च नेता थिए र जो लामो समयदेखि राजनीति पेसामा लागेको हुन्छ उसको विरोधी बढ्नु स्वाभाविक हो। उनको शासनकालमा धेरै विरोध, प्रदर्शन र दमन देखिएको छ, जस्तै महसा अमिनी 2022-23 को वोमेन लाइफ फ्रिडम आन्दोलनमा धेरै मानिसहरू मारिएका र पक्राउ परेका थिए। यो भिडियोमा धेरै क्वेसनहरू छन्, धेरै जवाफहरू पनि। कृपया भिडियो अन्तिमसम्म हेर्नुहोला। नमस्कार, स्वागत छ हजुरहरूलाई नेपाल टक्समा। आज हामी कुरा गर्दैछौँ यस्तो सङ्घर्षको बारेमा जसले केवल दुई देशलाई मात्रै होइन, पुरै मध्यपूर्व र विश्वलाई नै अस्थिर बनाइएको छ। इरान र इजरायल बीच सुरु भएको यो तनाव अब क्षेत्रीय युद्धतर्फ बढिरहेको सङ्केत देखिन्छ। तर सबैभन्दा ठुलो प्रश्न, पहिलो आक्रमण कसले गर्यो? 2026 फेब्रुअरी 28 तिर इजरायल र अमेरिका मिलेर इरानमाथि ठुलो हवाई जहाज र मिसाइल आक्रमण गर्छन् र त्यो बम, त्यो मिसाइल ठ्याक्कै त्यहाँनिर गएर फुट्छ जहाँ खामेनेई लगायत उनका सम्पूर्ण टिम मेम्बरहरू मिटिङ बसिरहेका थिए। रिसर्च अनुसार यो फर्स्ट अट्याकको टार्गेट खामेनेईको होल फ्यामिलीको लागि पनि थियो र त्यही भयो। 14 वर्षकी नातिनी र पुरै परिवार अनि लगभग इरानका टप कमान्डरहरू पनि शहीद हुन्छन्। मिटिङ बिहान 8 बजे स्टार्ट हुन्छ र त्यही बेला अट्याक पनि हुन्छ। तर प्रश्न यो छ कि एक्ज्याक्ट इन्फर्मेसन गयो कसरी? इजरायल राति हुने पनि वेट गरेन। आखिर यो सब भयो कसरी? के नेतान्याहु आफ्नो अन्डरकभर स्पाई इरानको टप पोलिटिसियन लेभलसम्म राखेका छन्? कि त्यस्ता स्पाईहरू जुन स्पाई हामी फिल्म र सिरियलमा मात्रै देख्छौँ त्यो अब रियलमा पनि हुन लाग्छन्? किनकि घटना हेरेर त्यही लागिरहेछ। 108वटा सानसाना स्कुलका बच्चा, 20वटा महिला भलिबल खेलाडी, यिनी सबै न्युज कुनै फिल्मको कहानीभन्दा कम छैन। बदलामा इरानले सयौं ड्रोन र ब्यालिस्टिक मिसाइल प्रहार गरेर इजरायलतर्फ हमला गरेकै हो, बदला गरेकै हो। तर प्रश्न यो छ कि के यो हवाई युद्ध अब यतिमै सीमित छ? निकै महत्त्वपूर्ण प्रश्न छ यो, किनकि सुरुवात गर्न एकदमै सजिलो थियो, तर अन्त्य कस्तो हुन्छ अब कसैले सोच्न सकेको छैन। के त्यो अन्त्य हेर्न पुरै दुनियाँ पनि जीवित होला त? केही घन्टा अगाडिसम्मको जुन हकीकत छ त्यो हेरेर सरल अन्त्य त हुन सक्दैन जस्तो लागिरहेछ। किनकि इरान अब लगातार बार इजरायलतर्फ फायरिङ गरिरहेको छ र अमेरिका, इजरायलले जुन यिनीहरूको बोसलाई मारिदिएपछि, खामेनेईलाई यसलाई मारिदिएपछि बाँकी रिभोल्युसनरी सेनाहरू जुन छन् तिनीहरू हार मानेर आफै स्वीकार गर्छन् भन्ने लागेको थियो। तर के भयो? त्यही सोचलाई, अमेरिकाको त्यही सोचलाई, इजरायलको त्यही सोचलाई इरान आफ्नो तागत बनाएर लगातार हमला गर्न लागेको। अब इरानमाथि हमला किन भयो? सबभन्दा ठुलो क्वेसन यही छ। पहिलो कारण परमाणु। नेतान्याहु इजरायलको दाबी के थियो भनेपछि इरान परमाणु हतियारको एकदमै नजिक पुग्दैछ। लगभग 60% काम भइसक्यो र साइन्सको अनुसार परमाणुमा 60% काम भइसक्नु भनेको लगभग सकिनु हो। यही देखेर इजरायल सोच्यो अब उनीहरूको अस्तित्व छैन। इजरायल र अमेरिकालाई डर छ, यदि इरानसँग परमाणु हतियार आयो भने मध्यपूर्व मात्रै होइन पुरै दुनियाँको शक्ति सन्तुलन पूर्ण रूपमा बदलिन्छ। अब के लाग्छ हजुरलाई? के इरानसँग साँच्चै नै 60% कम्प्लिट भएको त्यो परमाणु हतियार रेडी भइसकेछ? यदि त्यो रेडी भइसकेछ भनेपछि अझै इरान एकदमै तागतवर छ र इरानले आफ्नो असली पावर त देखाएकै छैन अझै।
दोस्रो रिजन छ इरानले लेबनान, सिरिया, यमन जस्ता स्थानमा प्रभाव बनाउँदै आएको छ। इजरायलले यसलाई घेराबन्दीको रूपमा हेर्छ। इजरायल अमेरिका मिलेर बढ्नुको कारण पनि यही छ कि अमेरिका अलिकति धेरै पावरफुल छ क्षेत्रीय शक्तिको रूपले, र यस्ता धेरै रिजनहरू हुन सक्छन्। राजनीतिक विवाद हुन सक्छ र अरू थुप्रै रिजन। तर क्वेसन फेरि त्यही आउँछ कि मेन रिजन कतै कहीँ लुकेर बसेको त छैन, भित्री रूपमा अरू केही मेन रिजन त छैन। जुन रिजन खुल्यो भने वर्ल्ड वार 3 कन्फर्म छ। हालाकि ट्रम्प साफ साफ भनिसकेका छन् अब इरानले पलटवार गर्ने उद्देश्यले कुनै पनि त्यस्तो गतिविधि गरेमा इरान नक्साबाटै गायब हुन्छ। यो धम्की डोनाल्ड ट्रम्पबाट आएको छ भनेपछि इरानले पनि साफ साफ भनिसकेछ अब हामी अमेरिकासँग कुनै पनि वार्तालाप गर्नेवाला छैनौँ। र यो सामान्य सुन्ने चेतावनी यो बुझाउँछ कि इरान अझै पावरफुल छ, अझै झुकेको छैन इरान, अझै बदला लिन्छ इरान र बदला लिइरहेछ। बम बारुदको क्रम जारी छ। दुनियाँ कहाँ जान्छ कसैलाई थाहा छैन। र अब तेस्रो भागतिर लागौँ। इरान किन खाडी देशहरूतर्फ ड्रोन पठाउँदैछ? किन डाइरेक्ट अट्याक अमेरिका इजरायलमा नगरेर कतार, साउदी अरब, युएई जस्ता खाडी देशहरूमा गइरहेछ? इरान के साबित गर्न खोजिरहेछ? के इरान डराइरहेछ डाइरेक्ट आक्रमण गर्न? यसको एक्ज्याक्ट रिजन अहिलेसम्म खुलेको छैन। एक्ज्याक्ट रिजन अहिलेसम्म यही खुलेको छ कि इरानले सिधै भनेछ हामी अमेरिकाको क्षेत्रीय उपस्थितिलाई निशाना बनाउँछौँ। यसको मतलब जहाँ अमेरिकाको पहुँच पुगेको छ त्यहाँबाट इरानको लडाइँ सुरु हुन्छ। र यसको सबुत पाइसक्यो अमेरिकाले। उदाहरणका लागि दुबई, कतार, साउदी अरेबियाको एयरपोर्टहरू हेर्न सक्नुहुन्छ जहाँ इरानको एक एक ड्रोनमा लेखेको छ त हामीलाई अट्याक गर्छस् भने हामी पनि कमजोर छैनौँ, हामीसँग पनि हात हतियार छन्, भलै तँभन्दा कमजोर छन् तर तँभन्दा धेरै पनि छन्। त्यसैले हमला ती देश विरुद्ध नभए पनि उनीहरूको भूमिमा रहेको अमेरिकी संरचना विरुद्ध लक्षित भएको बताइएको छ। दुःखद खबर यो छ कि अहिलेसम्म 2 जना नेपाली नागरिकले ज्यान गुमाइसक्नु भएको छ। पहिलो नागरिक हुनुहुन्छ गोर्खाका 29 वर्षीय दिवस श्रेष्ठ, जो चाहिँ युएईको एयरपोर्टमा सेक्युरिटीको काम गर्नुहुन्थ्यो। र अर्को एकजनाको परिचय यो भिडियो बनाउने बेलासम्म खुलेको छैन अहिलेसम्म। एम्बेसीका अनुसार केही सहज वातावरण हुने बित्तिकै शहीदहरूलाई आफ्नो लोकल एड्रेसमा सही सलामत पठाइनेछ। नेपालको अहिले चुनावी माहौलले गर्दा नेपाली नेताहरू उतातिर फोकस नगरेको त होइन। नेपाली धेरैजसो खाडीमै बस्ने हुनाले नेपाल सरकार यसमा विशेष ध्यान दिनुपर्ने बेला भएको छ। नेपाल सरकारले हाम्रो दाजुभाइ दिदीबहिनीको सुरक्षाको जिम्मा तुरुन्तै लिनुपर्नेछ। यसको लागि तुरुन्तै केही उपाय निकाल्नुपर्नेछ, किनकि चुनाव सकिने बेलासम्म धेरै ढिलो हुन सक्छ। विदेशमा बस्नुभएका सम्पूर्ण नेपाली कृपया राम्रोसँग बस्नुहोला, सुरक्षित बस्नुहोला। हजुरहरूको सुरक्षा रहनु भनेको देश बलियो हुनु हो। र अन्तिममा हजुरहरूमाझ एउटा प्रश्न छोड्न चाहन्छु, के यो युद्ध जुन छ यतिमै सीमित होला त? किनकि इरान कमजोर नभएको जानकारी घरिघरि दिइरहेको छ। ऊ पनि इजरायलको केही इम्पोर्टेन्ट ठाउँहरू उडाइसक्यो, त्यहाँको सेना बस्नेदेखि लिएर अरू पनि धेरै ठाउँहरू। उसँग अमेरिका बराबरको शक्तिशाली हतियार छैन, तर समुद्री हतियारहरू इरानसँग तन्नै छ। त्यो सबुत घरिघरि दिइरहेको छ इरानले। यदि यो वर्ल्ड वार 3 कै सङ्केत हो भनेपछि धेरै टाढा छैन वर्ल्ड वार 3 अब आइसक्यो। यो भनाइमा हजुरहरूको विचार के छ कमेन्टमा छोड्नुहोला। धन्यवाद।